हेलो साथीहरू नमस्कार। आज म तपाईहरुलाई टिएमएस खाता कसरी बनाउने भन्ने विषयमा एउटा भिडियो बनाउन गइरहेको छु। तपाईहरुसँग योभन्दा अगाडि मेरो शेयरको अकाउन्ट अलरेडी छ, जसबाट तपाईले आईपीओ भरिरहनु भएको छ र सेकेन्डरी मार्केटमा गएर तपाई किन्न या बेच्न चाहनुहुन्छ र त्यसको लागि कसरी टिएमएस अकाउन्ट बनाउने त्यसको म एउटा उदाहरण पेश गर्दैछु। यो मैले ब्रोकर नम्बर 39 को एक्जाम्पल दिन गइरहेको छु। तपाईहरुले यसरी बनाइसकेपछि पासवर्ड रिसेट गर्नको लागि आफ्नो इमेलमा लिंक प्राप्त गर्नुहुन्छ। चेन्ज गरिसके पछाडिको इमेल पनि प्राप्त गर्नुहुन्छ र यो पेजमा गएर लगइन गर्नु भएपछि तपाईले आफ्नो टिएमएस ओपन गरेर यहाँबाट बाइ या सेल गर्न सक्नुहुनेछ। ल अब सुरु गरौँ भिडियो। यो मैले लिंक राखिदिएको छु र तपाईले आफ्नो इन्डिभिजुअल डिटेल्स व्यक्तिगत विवरणहरू यहाँ भर्नुपर्ने हुन्छ। भिडियोमा देखाए अनुसार आफ्नो व्यक्तिगत विवरण जुन आफ्नो आधिकारिक डकुमेन्टमा छ त्यो अनुसारले इन्ट्री गर्दै जानु होला। तपाईले सही विवरणहरू भर्दै जानुपर्ने हुन्छ जुन आफ्नो आधिकारिक नागरिकतामा छ। तपाईको ठेगाना, तपाईको अरु अन्य विवरणहरू। त्यसपछि आफ्नो ठेगाना भर्दिनु होला र तपाईले कुन बैंकमा आफ्नो खाता सञ्चालन गर्नुभएको छ त्यसको बीओआईडी के छ, डिम्याट खाता, त्यो पनि इन्ट्री गर्नु होला। यो मनी लन्डरिङ सम्बन्धी क्वेशनहरू छ, त्यसलाई एन्सर गर्न सक्नु भएपछि तपाईले आफ्नो डकुमेन्टहरू, नागरिकताको कपी, नागरिकता सहित सेल्फी, त्यसपछि बीओआईडी को कपी तपाईले संलग्न गर्नुपर्ने हुन्छ र यो अन्तिम पेजमा तपाईले एउटा एग्रीमेन्ट एक्सेप्ट गरेर सबमिट गर्नुपर्ने हुन्छ। र यति गरिसकेपछि तपाईले आफ्नो टिएमएस खाता को एप्लिकेसन सम्पन्न गर्नुभएको छ। हवस् त, नमस्कार।